हेलो साथीहरू, गुड मर्निङ, नमस्ते, सेवारो, वेलकम छ हजुरहरूलाई मेरो मिनी ब्लगमा। हेर्न सक्नुहुन्छ म चाहिँ आज पुदिना टिप्दैछु साथीहरू अचार बनाउनको लागि। यो पुदिना चाहिँ मैले रोपेको हो घरमै। हेर्न सक्नुहुन्छ अलिक राम्रो भएर आएको छ साथीहरू। हेर्न सक्नुहुन्छ मैले पुदिना पनि हालिसकेको छु सिलौटामा र मैले टमाटर पनि उसिनिसकेको छु र टमाटर पनि रेडी भइसकेको छ साथीहरू। र त्यसलाई अब मजाले पिस्नुपर्ने हुन्छ लोकल स्टाइलमा। हेर्न सक्नुहुन्छ मैले आफै बसेर एउटा हातले दिँदैछु टमाटरको अचार पिस्दैछु साथीहरू। मलाई चाहिँ सिलौटामा मिक्सरमा भन्दा पनि सिलौटामा पिसेको अचार चाहिँ एकदम टेस्ट लाग्छ साथीहरू, किनकि त्यसमा लोकलको टेस्ट आउँछ। मिक्सरमा चाहिँ अलिकति टेस्ट लाग्दैन साथीहरू। त्यही भएर मैले चाहिँ सिलौटामा अचार पिस्छु। सिलौटाको टेस्ट मिक्सरको टेस्ट फरक हुन्छ, त्यही भएर साथीहरू मिठो त सिलौटाकै हुन्छ साथीहरू। त्यही भएर म सिलौटामै पिस्छु। तपाईँहरूलाई पनि सिलौटामा पिसेको मनपर्छ होला साथीहरू। हेर्न सक्नुहुन्छ आज चाहिँ म बनाउँदैछु फ्राई राइस। रातिको भात अलिकति उब्रेको थियो, त्यही भएर म त्यही खाजा बनाउँदैछु साथीहरू। आज चाहिँ म अलिकति बिजी छु साथीहरू, मलाई हस्पिटल जानुपर्ने छ। एकजना भाउजूको स्क्यान भएर हस्पिटलमा गएको थियो बिराटनगरमा, हेर्न जानुपर्ने थियो। छिटो खाजा बनाउँदैछु। अलिकति भिडियोहरू पनि मैले उयो गरेर बनाएको छु, कुनै भिडियोहरू मैले लिन पाइनँ साथीहरू। त्यसमा तपाईँहरूलाई सरी छ धेरै धेरै। हेर्न सक्नुहुन्छ मैले फ्राई राइसमा चना पनि हालिसकेको छु र क्याप्सिकम पनि हालिसकेको छु साथीहरू। क्याप्सिकम चाहिँ मैले अलिकति काटिसकेको थिएँ र चना पनि हिजो राति भिजाइसकेको थिएँ साथीहरू। हेर्न सक्नुहुन्छ मैले क्याप्सिकम र चनालाई फ्राई गर्दैछु। यसलाई हल्का फ्राई गर्नुपर्ने हुन्छ अनि यसमा अलिकति टुक्राउनु पर्ने हुन्छ। अनि यो चाहिँ हिजोको भात उब्रेको थियो अलिकति, त्यसमा मैले चना लाएर भुटिदिरहेछु। मलाई चाहिँ त्यति साह्रो चाहिँ मन पर्दैन फ्राई राइस, म चाहिँ खाँदिनँ। बाबालाई, मम्मीलाई, भाइलाई चाहिँ खानुहुन्छ। मलाई चाहिँ खासै मन पर्दैन फ्राई राइस भन्दा पनि मलाई बसी भातै मन पर्दैन साथीहरू। तपाईँहरूलाई मनपर्छ कि पर्दैन, तर मलाई चाहिँ मन पर्दैन बसी भात। मलाई बसी भात यतिकै सादा प्लेन मात्रै मनपर्छ, भुटेको चाहिँ मन पर्दैन। हेर्न सक्नुहुन्छ मेरो फ्राई राइस रेडी भइसकेको छ साथीहरू र मेरो अचार पनि रेडी भइसकेको छ। र हेर्न सक्नुहुन्छ मैले अचार पनि हालिदिएको छु बाबालाई र अन्डा 2टा र रेडी भइसकेको छ। बाबाले चाहिँ टमेटोको अचार खानु हुँदैन, त्यही भएर हेर्न सक्नुहुन्छ म जानलाई रेडी भइसकेको छु। अनि मैले लुगा पनि लगाइसकेको छु र मैले ऐनामा पनि हल्का त हेरिस्नै पऱ्यो नि साथीहरू। उठेर बहिनी थियो, बहिनीलाई भेटेँ र हामी भित्रसँगै गयौँ। उहाँ नै हो बिरामी चाहिँ बस्ने, तर अलिकति मैले फेस चाहिँ देखाइनँ साथीहरू। यो स्टोन चाहिँ उहाँको पित्त थैलीमा हेर्नुहोस् न साथीहरू, कति धेरै स्टोन रहेछ उहाँको पित्त थैलीमा। अनि हामी चाहिँ बाहिरतिर निस्क्यौँ साथीहरू, किनकि बिहान हिँडेकोले गर्दा अलिकति भोक लागेको थियो, त्यही भएर हामी खाजा खान निस्क्यौँ साथीहरू। अनि अलिकति गर्मी पनि भइरहेको थियो, मैले चाहिँ अलिकति दही खाँदैछु। यहाँ सोल्टासोल्टीले चाहिँ के गफ गर्दै हाँस उठाउँदै हुनुहुन्छ, हामी चाहिँ त्यही भएर सुन्दै हाँस्दै बसिरहेको छौँ। मैले सोल्टासोल्टीले चाहिँ देखाइनँ साथीहरू, उहाँले चाहिँ जिस्किँदै हुनुहुन्थ्यो दुईजना त्यहाँ बसेर। यस्तो अब सोल्टासोल्टी त्यस्तै त गफहरू मस्किने। अनि त्यहाँदेखि पनि हामी निस्क्यौँ साथीहरू। हेर्नुहोस् न घामले गर्दा होला मेरो अनुहार त धेरै सेतो आइरहेछ, यति सेतो त छुइनँ नि म त साथीहरू। हस्पिटलको नाम चाहिँ साथीहरू यही हो हाम्रो अस्पताल। र त्यहाँबाट नि हामी निस्क्यौँ साथीहरू, किनकि हामी घर जानुपर्ने हुन्छ, घर पनि जानै पर्छ साथीहरू। त्यही भएर हामी यहाँ चाहिँ बसको इन्तजारमा थियौँ साथीहरू। बस पनि आयो र हामी बसमा नि चढिसक्यौँ। हेर्न सक्नुहुन्छ बसको म झ्यालमा बसेर यस्तो हावा खाँदै भिडियो बनाउँदै हिरोनी हुँदै बनाउँदै थिएँ। हेर्न सक्नुहुन्छ साथीहरू हामी विराटनगरबाट निस्किसकेको छौँ। निस्केर हामी करिब दुबी पुग्न लाग्यौँ साथीहरू। करिब हामी दुबी पनि पुगिसकेको छौँ। हेर्न सक्नुहुन्छ। ओके साथी, आजको भिडियो यस्तै नै, नेक्स्ट भिडियोमा भेटौँला। ओके बाई बाई, टेक केयर।